हेलो एभ्रिवान, आज चाहिँ थियो आभ्यानको होइकेनबाट समर फेस्टिभल अर्थात् नाचु माचुरीको दिन। आज चाहिँ बिहानबाट नै वेदरमा चाहिँ पानी पर्ने भनेर देखाइराखेको थियो, तर अहिलेसम्म पानी चाहिँ परेको थिएन। तर मौसम चाहिँ बिहानदेखि नै यस्तै परिरहेको थियो कि घाम पनि लागेको थिएन, पानी पनि परेको थिएन। तर यो ठ्याक्कै यो नेपालमा रथ बोक्ने जस्तो यहाँ पनि बोक्ने गर्छन्। यो रथ बोक्ने बेलामा र यो डान्स गर्ने बेलामा चाहिँ ठ्याक्कै कत्रो ठुलो पानी परिदियो। तर पनि कसैले चाहिँ रेनकोट लगाउने, कसैले चाहिँ छाता ओढ्ने गरेर भए पनि सबैजनाले इन्जोय गरिराख्नु भएको थियो। यो समर फेस्टिभलमा चाहिँ बच्चाहरू पनि एकदमै खुसी हुन्छन्। यहाँनिर चाहिँ सेन्सेहरू सबैजना मिलेर इन्स्टल राखेर उनीहरूलाई खेल्ने ठाउँहरू पनि बनाइदिनु भएको हुन्छ र खानेकुराहरू पनि इन्स्टल गरेर राख्नु भएको हुन्छ। त्यो खानेकुराको चाहिँ पैसा हामीले अगाडि नै तिरिसकेको हुन्छ, के खाने कति कति पैसा भनेर चाहिँ तिरिसकेको हुन्छ। त्यहाँ गइसकेपछि चाहिँ हामीले कुपन दिने अनि खाने। सबैभन्दा सुरुमा चाहिँ त्यो रथ बोक्ने कार्यक्रम सकिन्छ अनि त्यस पछाडि यो डान्स आउँछ। यो चाहिँ हामीलाई अलिअलि आफू पनि सिक्नु है भन्नुभएको थियो। हामीले पनि अलिअलि सिकेर गएको थियौँ। तर यो छाता ओढेर एउटा हातले नाच्ने, एउटा हातले चाहिँ छाता बोक्ने भइराखेको थियो। यतिखेर चाहिँ कत्रो ठुलो पानी परेको। बच्चाहरूलाई चाहिँ रेनकोट लगाएको भएर उनीहरूले चाहिँ मजाले डान्स गर्न पाए, तर हामीहरूले चाहिँ छाता बोकेको थियौँ नि त। अनि छाताले गर्दाखेरि चाहिँ अलिक सजिलो भएन, ठिकै भयो, किनभने आउँदैन पनि थियो राम्रोसँग नाच्नलाई, त्यही भएर। हामीले चाहिँ यहाँ जाँदाखेरि सधैँ आफैले खाना बनाएर पनि लिएर जान्थ्यौँ, के खानेकुराहरू लिएर जान्थ्यौँ। तर योचोटि चाहिँ हामीले लगेको खानेकुराहरू हामीले खानै पाएनौँ त्यहाँ बसेर चाहिँ, किनभने एकदमै ठुलो पानी परिराखेको थियो। हामी पहिले वर्ष चाहिँ हामी 2टा परिवार मात्रै हुन्थ्यौँ कि नेपालीहरू। अहिले चाहिँ धेरैजना हुनुहुन्छ अनि सबैजना मिलेर एउटा एउटा खानेकुरा लग्यो भने चाहिँ मजाले रमाइलो पिकनिक जस्तो पनि हुन्थ्यो हामीलाई चाहिँ। आभ्यान चाहिँ आफ्नो स्कुलको साथी भेटेर एकदमै खुसी थियो, कुदेको कुदे हिँडेको हिँडै गरिराखेको थियो। आभ्यानको साथीहरू चाहिँ यिनीहरू नै हो, उनीहरू चाहिँ एकदमै बेस्ट फ्रेन्ड रहेछ, जतिखेरै कुदेको कुदै गरिराखेको थियो। अनि यो सबै गेमहरू सकिएर खानाहरू खाइसके पछाडि चाहिँ लास्टमा हानाबी पनि हुन्छ। हामीले चाहिँ पानी परेर केही पनि खाएको थिएनौँ, तर बाबुहरूले चाहिँ त्यहाँनिर हामीले त्यहीँनिर अर्डर गरेको कुराहरू उनीहरूले खाइसकेको थिए। अनि हामीले चाहिँ त्यस पछाडि मजाले हानाबी पनि हेऱ्यौँ। अनि यो हानाबी चाहिँ 7 बजी गर्ने भनेको थियो, तर आजभोलि चाहिँ 7 बजी चाहिँ अलि उज्यालै हुन्छ नि त, त्यही भएर उज्यालैमा हानाबी भए जस्तो भएको छ। तर पनि राम्रो भयो, इन्जोय भयो, हामीलाई पनि एकदमै बाबु पनि खुसी भयो। अनि हामीले चाहिँ आफ्नो खानेकुराहरू सबै बोक्यौँ र हाम्रै घरमा गएर खायौँ। थ्याङ्क्स फर वाचिङ गाइज, बाई बाई।